अनि फेरि त्यो बेला लोड सेडिङ पनि धेरै हुन्थ्यो। टोयलेट घर बाहिर हुने अनि फेरि बत्ती पनि नहुने। त्यसैले राति टोयलेट जानु पर्यो भने मलाई एकदमै डर लाग्थ्यो। त्यही भएर मेरो मम्मीले एउटा पहेँलो कलरको बट्टा मेरो कोठामा राखिदिनु भएको थियो। राति सुतिसकेपछि पिसाब लाग्यो भने त्यही बट्टामा पिसाब हेर्नु पर्थ्यो अनि बिहान खेल्नु पर्थ्यो। तर राति दिशा लाग्यो भने चाहिँ मम्मी बुवालाई नै उठाउनु पर्थ्यो अनि मम्मी बुवाले लिएर जानुहुन्थ्यो। मम्मी मम्मी के भयो? मलाई दिशा लाग्यो मम्मी। यति बेला यसरी दिशा लाग्नु पर्ने? अघि झन् खाना खाइसकेपछि टोयलेट जा भन्दा गइनस्? खाली दुःख दिने मात्र जानेको जस्तो अहिले मलाई। ल हिँड। अलि छिटो गर है, म धेरै बेर यहाँ उभिन सक्दिनँ।